कि कलियुग धेरै बढ्दै गइसकेपछि अन्न हुन छोड्छ, अनावृष्टि हुन्छ, खानलाई अनिकाल लाग्छ। आजभोलि ग्यास सकिँदै हाहाकार छ, चामल सकिएका दिन कस्तो होला? ग्यासको त विकल्प धेरै छ हैन, काटन बालेर पनि खान सकिन्छ। तर एक दिन यस्तो आउँछ जुन दिन घरमा अन्नको अभाव हुन्छ, तपाईको पैसा कागज बराबर हुन्छ, बजारमा जाँदा तपाईले एउटा गेडो अन्न पाउनुहुन्न, त्यो दिन कस्तो अवस्था हुन्छ। त्यसैले सचेत बस्नुहोस्। यो जुन अहिले जुन महामारी आउँदैछ नि, यो संकेत हो। जसरी आज चुलाको अभाव हुँदैछ र हामी आत्तिँदैछौँ, भोलि घरमा अन्नको पनि अभाव हुन सक्छ। त्यसैले हाम्रा पूर्वजहरू बहुत ज्ञानी थिए, एक वर्षलाई खानै राख्थे। किनकि एक वर्षसम्म अहिले तपाईको घरमा 4 महिनाका लागि ग्यास छ भने तपाईलाई कुनै टेन्सन छैन। तर सेन्टर फुडमा चामल राख्नुहुन्छ भनेदेखि तपाईको जीवनमा जति बेला पनि विपत्ति आउन सक्छ। सानो 5 केजी को बट्टामा बासमती चामल हालेर तपाई ढुक्कले सुत्दै हुनुहुन्छ। तर हाम्रा पुर्खाहरू त्यस्तो थिएनन्। देखावटीसँग मतलब थिएन, यथार्थवादी थिए हाम्रा पूर्वजहरू, हाम्रा बुवा हजुरबाहरू। देखावटीसँग लेनदेनै थिएन, फाटेको लुगा पनि लाएर हिँड्दैनथे। तर व्यवस्था यति राम्रो हुन्थ्यो कि एक वर्षसम्म पनि यदि बजारमा किन्दा अन्न पाइएन भने पनि घरमा खाने अन्नको अभाव हुँदैन थियो। त ती दिनहरू अब कहानी जस्तै भयो। एक वर्ष पनि कसैले खाने कुरो घरमा राख्छ? आजका जेनेरेसनले, आजको पिढीले यो कुरो विश्वासै गर्दैन। हामी त गाउँ बस्तीमा बस्छौँ हैन, 2-4 बोरा धान लिएरै बसेका हुन्छौँ। तर तपाई सहरी ठाउँमा जानुभयो भने र त्यहाँका नानीहरूलाई बाबु हो पहिले खाने अन्न पनि 1 वर्षसम्म संग्रह गरिन्थ्यो, यो कुरो उनीहरूले विश्वासै गर्दैनन्। किनकि उनीहरूले जन्मिँदै 5 किलोको बट्टामा त्यही चामल देखे। त उनीहरूको लागि यो विश्वसनीय हुँदै, विश्वास गर्ने विषय नै हैन। अथ त्यसैले कलियुग बहुत भयावह हुँदैछ। अनेकाल त यस्तो लाग्छ, देवी पुराणमा लेखिएको छ कि कतै कसैले रोटीको कुडको सेलरोटी खोला पारी फ्याल्दिएको छ र त्यो खोला चाहिँ एकदमै पुरा बाढ आइरहेको छ भने पनि भोकले पागल भएर त्यो रोटी कतै भेटिन्छ कि बाँचिहाल्यो भने भनेर त्यो बग्दै गरेको खोलामा हाम फाल्छ। किन हाम फाल्यो भन्दा बाँच्यो भने त खान त पाइन्छ। यस्तो डरलाग्दो, यस्तो भयावह दिनहरू दिनदिनै आउँदैछ र यो आउँदैन पनि भन्न चाहिँ सकिँदैन है। किनकि जस्तो प्रकृतिमाथि जस्तो प्रहार हुँदैछ, तपाई हामीले याद गरेका छौँ। बागडुग्रा भन्दा उताको हावा पानी, वहाँ त्यहाँको पर्यावरण र सन्यासीबाट यता लागेको पर्यावरणमा कति फरक छ। किन भन्दा यताको प्रकृति स्वच्छ छ, यहाँ खोला नाला र रुख बिदिया पर्याप्त भएकोले गर्दा हामी जब बागडुग्राबाट यता लाग्छौँ यहाँको वातावरण नै अर्कै छ। र जब त्यहाँबाट भित्र पस्छौँ, पसिसकेपछि जाडो महिनामा पनि जाडो लाग्दैन त्यहाँ। त जब प्रकृतिमाथि र प्रकृतिलाई जब हामी मास्न थाल्छौँ नि, त मलाई लाग्छ यो धेरै दिन छैन, एक दिन छिटै यस्तो दिन आउँछ कि पैसा त घरभरि हुन्छ तर खाने अन्न, खाने अनाज हुँदैन। यस्तो छ कलियुग। अब कलियुगमा दिनदिनै यस्तो पनि देख्न पाइन्छ। राधे राधे भन्नुहोस्, भनौँ कि नभनौँ? भन्छु। कस्तो भनेदेखि ज्वाइँको घरमा पुग्यो भनेदेखि
ज्वाइँले भोजन बनाएर सासूलाई खुवाउनु पर्छ, छोरीको टाइम छैन। त्यस्तो दिन पनि आउँछ भन्दा पत्नी सेवा हुँदैन दिनदिनै, पति सेवा हुन्छ। कलियुग त्यस्तो आउँदैछ। दान कलियुगमा नामका लागि मात्रै गर्छन्, त्यो बुझेर भित्र श्रद्धाले गर्ने होइन। पहिले पहिले कस्तो हुन्थ्यो दान थाहा छ? एउटा हातले गर्दा अर्को हातलाई थाहा नहोस्। तर कलियुगमा त्यस्तो हुँदैन। 500 रुपियाँ दान दिएको छ भने 50 ठाउँ उसको प्रचार हुनुपर्छ। यदि नाम छुट्यो भनेदेखि ऊ पुराणमै आउँदैन। सबको नाम भयो, मेरै चाहिँ गुरुजीले लिनु भएन। यति पनि विवेक हुँदैन कि गुरुजीले भन्दैमा म दानी हुने होइन। दान दिइसकेपछि त्यो माथि लेखिसकेको छ। त्यसैले कथञ्चित यदि गुरुजीले बिर्सिनु भयो भने पनि त्यो ठुलो कुरो भएन। मैले दिनु चाहिँ ठुलो कुरो हो। किनकि त्यसै पनि दानको धेर चर्चा गर्नु हुँदैन। दानको चर्चाले दान गरेको दान घटेर जान्छ। त्यसैले परोपकार। अच्छा, यो हावाले कुनै दिन भनिरहेछ मैले गर्दा तिमीहरू बाँच्दैछौ भनेर। यो हावा बिना कोही बाँच्न सक्छ? सक्छ? हावा बोल्छ मैले गर्दा तिमीहरूलाई अक्सिजन, जाओ त हस्पिटलमा अक्सिजन लाओ त 6 दिनसम्म तिमीहरूको घरको बारी बिकेन छ भनेदेखि मलाई भन्नु। 6 दिन अक्सिजन किन्नु पर्यो भनेदेखि घर बारी जग्गा जमिन सब स्वाहा हुन्छ। तर म त तिमीहरूलाई 60 वर्षसम्म फ्रीमा दिँदैछु। यो व्यवस्था मेरो हो, फ्री। तर यो हावाले कुनै दिन भन्यो हामीसँग? 2टा बत्ती बालेको 50 रुपियाँ 500 बिल आउँछ। भगवान सूर्यले कुनै दिन आएर भन्नुभएको छ मैले तेरो आँगन उज्यालो बनाइदिएँ, मैले तेरो घरको हरेक कोठा उज्यालो बनाइदिएँ, त जाँदै गरेको बाटो उज्यालो बनाएँ। बस 1 लोटा पानी चढाउँदा सूर्य खुस। त यो प्रकृतिले हामीलाई के दिएको छैन कि आजको विज्ञानले यो चिज बनाउन सक्छ? त जस्तै जसबाट हामीलाई यो प्राण, यो हामी जिउँदो छौँ, आज त्यो प्रकृतिले कुनै दिन मेरो नाम लि भन्दैन, ऊ बोल्दैन, दिइरहेको छ। अच्छा, एउटा घटना भनौँ हजुरहरूलाई। भगवान श्रीकृष्णले सुदामालाई के दिनु भएन, तर सुदामालाई थाहा पनि भएन। जब सुदामा पुगे, वहाँ पुगेपछि मात्रै थाहा पाए भने दिने तरिका त मेरो कृष्णबाट सिक। ऊ सबै कुरा दिन्छन् तर कसैलाई भन्न चाहँदैनन् कि म दिँदैछु। अब हामी त्यो स्थितिमा पुग्नुपर्छ, त्यो ठाउँमा पुग्नुपर्छ। त्यसैले यस्तो पात्र बनिनु तपाईँ बिना यो कसैले केही धार्मिक अनुष्ठान गर्ने आँटै नगरोस्। राधे राधे भन्नुहोस्। तपाईँ बिना समाजमा कुनै पनि काम गर्नका लागि हिम्मतै नहोस्। त्यति इम्पोर्टेन्ट, त्यति तपाईँ महत्त्वपूर्ण व्यक्ति बनिदिनुहोस् समाजमा। कुनै पनि काम गर्दा त्यो नभइकन हुँदैन। त्यस्तो पात्र बनिदिनुहोस्। तर नामका लागि होइन। जो नामका पछाडि भाग्छ उसले काम गर्दैन। उसलाई फोटो खिचाउनसँग मात्रै मतलब छ। उसलाई खालि प्रोफाइल चाहिएको छ। अतः कलियुगमा दान थोरै गर्छन् अनि नाम। एउटा घटना यस्तो घटेको छ बढियामा। आयो उसले भन्यो म 10 लाख रुपियाँ दान गरिदिन्छु गुरुजीलाई, अरूलाई होइन, गुरुजीलाई। गुरुजीले पनि खुब तारिफ गरिदिनु भयो। गुरुजीकै लागि नि, यो आयोजकको लागि होइन, कमिटीको लागि होइन, खालि मात्र गुरुजीको लागि। त उसले पुरा एनाउन्स गर्न लगायो। खूब प्रशंसा भयो। माला जति झोला माला सब लगाइयो उसका शिरमा।
ओर्लेर गयो, गुरुजीलाई पनि भित्र लग्यो। र भने गुरुजी अब म 10 लाख रुपियाँ तपाईँलाई त दिइहाल्छु, तर मसँग क्यास छैन, त्यसैले म चेक दिन्छु। चेक भन्छ नि, एउटा त्यस्तै खालको फ्रड हुन्छ नि त्यो। मजाले लेखेर गुरुजी यो 10 लाख रुपियाँ गर्नु त, एकाइ दहाई सैकडा हजार लाख 10 लाख, ठिक छ। त्यहाँबाट निस्केको त्यो दाता फेरि जीवनमा कहिल्यै भेटिएन। खूब सम्मान भयो, उसका नाममा भजन भयो, सब कुछ भयो। तर जब कागज लिएर ब्याङ्कमा जाँदाखेरि ब्याङ्कवालाले झन्नै मार्यो, त्यो केही पनि रहेनछ। फोकटको सम्मान, फ्रीको सम्मान। त्यो गुरुजीले कथामा भन्नुहुन्थ्यो, यस्तो पनि मेरो जीवनमा घटेको छ। त्यसैले दाताहरूले जब दिन्छन् अनि मात्रै एनाउन्समेन्ट हुन्छ। कोही आयो, आएर भनिदिनुहोस् मेरो नाममा म 50,000 रुपियाँ दिँदैछु, दिइ त हाल्छु भोलि भनेर पुरा खदासदा लगाइयो, पठाइयो। अनि त्यसपछि त्यो 50,000 दिने मान्छेको नाकमुख गायो। यस्तो अनेकौं घटना हुन्छ। त कलियुगमा त्यस्ता व्यक्तिहरू छ कि सावधान, जो सिर्फ नाम चाहन्छन्। कलियुग कस्तो आउँछ, यो देवी पुराणको कथा हो। कलियुगमा सगोत्रीय विवाह हुनु ठुलो कुरो होइन है, तर दिनदिनै पारिवारिक विवाह पनि हुन थाल्दछ। जस्तो अरू धर्ममा हुन्छ, अरू धर्ममा काकाकी छोरी र बडाबाउको छोरोले बिहे गर्दा हुने त्यो वातावरण सनातन संस्कारभित्र पनि आउँछ कलियुगमा, यो आइहाल्छ। र आज पनि कति अधिकांशहरूले के गर्छन् भन्दा काकाकी छोरी मन पर्यो, तर यो समाजले त मान्दैन नि त, के गर्ने भन्दा अमेरिका जाने, दुईजना अमेरिका गए, उतै विवाह गरे, उतै जीवन बिताए। यो आज प्रत्यक्ष घटिरहेको छ। यो समाजले नमानेकाले मात्रै पारिवारिक विवाह नभएको हो। तर यदि 2-4 जनाले गर्न थाले भनेदेखि फेरि त्यो दिनदिनै त्यो पनि लागु हुन्छ। राधे राधे भन्नुहोस्। अनि के गर्ने भन्दा अन्यत्र देश जानेर अनि दाजुबहिनी विवाह गर्ने। त पारिवारिक विवाह पनि हुन्छ कलियुगमा। अब र यो हुन पनि थालेको छ। व्यभिचार बढेर जान्छ कलियुगमा। व्यभिचारको अर्थ हुन्छ कसैपट्टि पनि पोजिटिभ नलिने के। कोही 2 जना गफ गर्दैछ भनेदेखि मेरै गफ गरेको हो भन्ने त्यो नेगेटिभ थट हुन्छ नि, नकारात्मक विचार बढी आउने, यो बढेर जान्छ। अनि अर्को कुरो, छोरा र छोरी चिन्न सकिँदैन, यो पनि कलियुगमै हुन्छ। राधे राधे भन्नुहोस्। र आज भोलि छोराछोरी चिन्न धेरै गाह्रो पनि हुन्छ। कपाल त्यस्तै छ हैन, लुगा त्यस्तै छ, रहन सहन खानपिन एकै खालको हुँदा अब को छोरा भन्ने को छोरी भन्ने अब थाहा हुँदैन। लगभग उस्तै देखिन्छ। पुराणमा चाहिँ छुट्याउन सकिन्छ, किनकि यहाँ चाहिँ बिल्कुल हामी भारतीय, हामी सनातन पोसाकमा आउँछौँ। तर अघि पछि हजुर चिन्न धेरै गाह्रो हुन्छ, को छोरा को छोरी, सब उस्तै। उहिले त ब्राह्मण क्षत्रिय पनि छुट्टिन्थे। ब्राह्मणको तिलक लामो हुन्थ्यो, क्षत्रियले 1300 लगाउँथे। त चन्दनले पनि थाहा हुन्थ्यो यो निश्चित ब्राह्मण हो भने। त दिन यस्तो आउन थाल्यो दिन, अब त छोरा छोरी पनि चिनिँदैन। अच्छा, एउटा कुरा भनौँ, कुनै पनि धर्मलाई मास्न त्यसको पहिले संस्कार मास्नुपर्छ। एकैचोटि मासिँदैन धर्म। संस्कार मास्नका लागि के ल्याउनु पर्यो भन्दा पाश्चात्य कल्चर, वेस्टर्न कल्चरहरूलाई अगाडि ल्याउने। जस्तै हाम्रो जस्तै बिहे हुँदैछ भनेदेखि कोट सर्ट किन लगाएर जाने? हामी हाम्रो पेसामा भुसामा जाउँ। दक्षिण भारततिर त्यो धोती लाएर जान्छन् सबै।
तर धोती लगाउनेलाई हामी बुडबक भन्छौँ, तर वस्तुत त्यो बुडबकी होइन, हामी बुडबक हुँदैछौँ। अनि त्यसपछि जब पोसाक हामीलाई हाम्रो मन पर्न छोडेपछि तपाईँले बोल्दै गरेको भाषामाथि प्रहार हुन्छ। आज हामी नेपाली त सबै बोल्छौँ, तर प्रधानहरूलाई प्रधान भाषा आउँदैन, मगरले मगर भाषा जान्दैन। त हाम्रो गोर्खा समाजभित्र पनि धेरै जनजाति छन्, तर कसैले मात्रै जान्न छ आफ्नो भाषा, नभए हामी यही भाषाले काम चलाउँछौँ। ब्राह्मणलाई संस्कृतको ज्ञान छैन, ब्राह्मणको भाषा संस्कृत हो। भने यी चिजहरू जब सकिँदै गइसकेपछि अनि हामीलाई यो धर्म केही होइन जस्तो लाग्छ र हामी तुरन्त परिवर्तन हुन्छौँ र हामी अर्को धर्ममा रूपान्तरित हुन्छौँ। त्यसैले जहाँ संस्कार मासियो त्यहाँ तपाईँको धर्म सङ्कटमा हुन्छ। त्यसैले तपाईँ जुन संस्कारमा तपाईँको जन्म भयो, जुन जातिमा तपाईँको जन्म भयो, त्यो चिजलाई तपाईँले प्रमुख एकदम त्यसलाई प्राथमिकता दिनुहोस्। नभए एक दिन यस्तो आउँछ कि भारतवर्षमा पनि हामीले हाम्रो धर्म, शास्त्र, उपनिषद, सन्त महात्माहरूको महिमालाई हामी बिर्सेर हामी अन्यत्र जान सक्छौँ।